सहकारी ठगेर आएको होइन साथी, सिंहदरबार जलाएर आएको होइन, जनतासँग संघर्ष गरेर आएको दमका साथ भन्छु। यदि त्यो दम छ तिमीहरूसँग भने, अहिले पनि दम छ भने सिधै स्पष्ट कुराका साथमा भन्छु तिमीहरूलाई, दम छ भने तिम्रो अध्यक्षलाई, तिम्रो सभापतिलाई, तिम्रो गृहमन्त्रीलाई म सांसद हो, संसदमा जवाफ दे भन। छ दम छ, ल जवाफ दे भन। त्यो भएन क्लियरका साथ भन्छु। र अब अरू यो सडक छापहरूका अगाडि लागेर केही हुनेवाला छैन। यिनीहरूको कामै त यो भुक्ने हो। र अहिले म स्पष्ट अहिले के भन्न आएको भने क्लियरका साथ, र जापानमा म सुरक्षित छु। जापानमा भोलि पनि भव्य कार्यक्रम हुन्छ, आज पनि भव्य कार्यक्रम भएको छु, स्पष्टका साथ भएको छ। र म जेल तोडेर जेल भागेर आएको होइन, यो कुरा याद गर तिमीहरू है, यो याद गर, दिमागमा डाल, टाउकोभित्र। म तिमीहरू जस्तै खराने ग्याङ, सहकारी ठगहरूको ग्याङ, गैँजडीहरूको ग्याङ र त्यस्तै आक्रमण गर्नेहरूसँग लडेर आएको। कर्णालीमा मेरो मान्छे मारेपछि, कर्णालीमा एकजना मान्छे भिरमा अड्किएर मरेपछि प्रश्न सोध्न पाउने मेरो अधिकार हो। म सोध्छु, देशको गृहमन्त्रीलाई सोध्छु, सुदनलाई अगाडि राखेर सोध्छु, गृहमन्त्रीलाई को हु इज दिस यार, एउटा ऊ सांसद हो, हामी पनि सांसद हो, अगाडि राखेर सोध्छु। प्रश्न सोध्न नपाइने हो तिमीहरूको। त्यो भए हुनाले अहिले पनि भन्छु, यो जुन झुटो हल्ला फैलाइराखेका छौ तिमीहरूले, सकियो, यो सकियो, को सकियो? सुरज गौतम, तिम्रो निर्वाचन क्षेत्रमा चुनाव लड्न आउँछु, ल आऊ, मलाई जितेर देखाऊ, सक्छौ? स्पष्टका साथ भन्छु, हल्ला फैलाउने काम बन्द गर, सबैलाई केस हाल्छौँ हामी। आज खुशबु ओलीले एकजना मान्छे पक्राउ गरेका छन्, घण्टीको कार्यकर्ता, चितवनबाट। सभ्य हुनुहोस्, तपाईहरू सभ्य हुन सिक्नुहोस्। यदि प्रतिस्पर्धा गर्ने हो भने मजाले प्रतिस्पर्धा गर, आऊ प्रतिस्पर्धा गर, क्लियरका साथ प्रतिस्पर्धा गर। चुनावमा घण्टीको साथ लिएर जिते होइन, घण्टीलाई पत्ता साफ गरेर जिते आओ। यो कुरा याद गर तिमीहरू, चाहे जति सिट होस्। त्यो भए हुनाले अहिले पनि म भन्छु, र जहाँ छौ, जुनसुकै ठाउँ छौ, दारू खाएर हिँड्नलाई तिमीहरूको 4 जना श्रीमतीको पोइ होइन म, बुझ्यौ? स्पष्टका साथ यो अहिले जुन हल्ला फैलाएका छन्, म अहिले यति मात्र भन्न आएको थिएँ तपाईलाई। के भन्न आएको थिएँ भने, जसरी यो जापानमाथि हामीमाथि आक्रमण गरे भन्ने कुरा भएको छ, हामी स्पष्टका साथ, स्पष्ट मर्यादाहीन भन्दो रहेछ एउटा, सहकारी ठगेर जेलबाट भाग्ने चाहिँ मर्यादा पालक, गाँजा खाएर सिंहदरबारमा आगो फुक्ने चाहिँ मर्यादा पालक, अनि तिमी घण्टेहरूले मान्छेलाई हुँदै नभएको आक्रमण भयो भनेर तिमीहरू हल्ला फैलाउनेहरूलाई जवाब दिँदा चाहिँ हामी असभ्य, सभ्य हो, हामी सभ्य हो। क्लियरका साथ भन्छु, जापानमा मलाई केही पनि भएको छैन, हामी सुरक्षित छौँ साथी हो। र पुरैका पुरै यिनीहरूले केही पनि गर्न नसकेपछि जापानमा यिनीहरूले हामीमाथि आक्रमण त कालो कुरा छोड्नुहोस्, उठेर एउटा शब्द मात्र गरे भने जापानमा भएका मान्छेले यिनीहरूलाई समातेर जापानबाट डिपार्ट गरेर नेपाल पठाउनेवाला छन्। यिनीहरू को छन्? नेपालबाट के रे कन्सल्टेन्सी चलाएर आउने, ठगेर कन्सल्टेन्सी चलाउनेहरू साराका सारा अहिले घण्टे भएको छन्। थाहा छैन को छन् अहिले? एकछिन हेर त, यी हिजो कोही एमाले थिए, कोही कांग्रेस थिए, कोही माओवादी थिए, अहिले सबै तिनीहरू घण्टे भएको छन्। यही कुरा ज्ञानेन्द्र शाहीले बोलिहाल्छ कि भनेर जापानमा हल्ला फैलाएर ज्ञानेन्द्र शाही जापान आउँदैछ विरोध गरौं, ज्ञानेन्द्र शाही जापान आउँदैछ रोकौं भन्यौ, सकेनौ। आज खै त त्यत्रो नेपालीहरूको माझमा गएर, त्यत्रो साथीहरूको माझमा गएर खै कार्यक्रम गरौं त। सबै तिमीहरू जस्तो छन् र? राष्ट्रसभामा लागेको मान्छे पनि त असल मान्छे छन् त, यहाँ छैनन्? तिनीहरूले स्वागतै गरे त। त्यो भए हुनाले अहिले पनि भन्छु, यो जापानमा आक्रमण भयो, दुनियाँ भयो भनेर जो हल्ला फैलाइरहेछन् साथीहरू, यो कुरा झुटो हो। म सुरक्षित छु, सभ्य छु, र मैले स्पष्ट भन्छु, क्लियरका साथ भन्छु, र अहिले पनि स्पष्टका साथ भन्छु, तथ्यहीन समाचार नबनाऊ। यदि सत्य समाचार त भने समाचार बनाऊ। र सबै साथीहरूलाई भन्छु, यिनीहरूले संसदमा कालीकोटको मान्छे र मुगुको मान्छे, एकजना दलित परिवार, कालीकोटमा पनि दलित परिवारको मान्छे हो, तिरुवा बहिनी भिरमा अड्केर मरिन्, 5 घण्टासम्म उनको रगत बगेर मरिन्। ती बहिनीलाई उद्धार किन गरिनस् भनेर गृहमन्त्रीलाई सोद्धा यिनीहरू देशभरि तपाईको झुटो समाचार फैलाइराखेका छन्। अर्को, मुगुको मान्छेलाई जलेर, गणेश नेपाली जलिसकेपछि, प्रहरीसँग झगडा गरेर ऊ जलिसकेका छ, र जलिसकेपछि प्रहरीले झ्यानीकुटी झैं पारेर ल्यायो, एम्बुलेन्समा राखेन,
र किर्तिपुर अस्पतालमा उपचार गराउनुको सट्टा वीर अस्पतालमा उपचार गरायो। किर्तिपुर अस्पताल भनेको जलनका बिरामीलाई उपचार गर्ने ठाउँ हो। त्यहाँ उपचार नगराएर वीर अस्पतालमा उपचार गरेर त्यसको मृत्यु भयो। र त्यो मृत्यु किन भयो भनेर गृहमन्त्रीसँग एउटा जनप्रतिनिधिले प्रश्न गरेर माग्दाखेरि यिनीहरू कहिले मर्यो भने आछ, कहिले आक्रमण गर्यो भने आछ, कहिले जापान आउन दिन्न भने आछ। खै त आज हजारौं नेपालीका अगाडि जापानमा, त्यो पनि तिमीहरूको घण्टीकै सांसद खगेन्द्र सुनार मान्यज्यूलाई अगाडि राखेरै आज आमसभा गरेर आइयो ल। र भोलि पनि गर्दैछौँ यहाँ नागासाकी भन्ने शहरमा। यहाँ कोही छौ भने आऊ ल, प्रश्न गर मसँग, म तयार छु, म रेडी छु। म प्रश्नसँग भाग्ने मान्छे होइन। म प्रश्नसँग भाग्नलाई तपाईको सहकारी ठगेर आएको हो। म प्रश्नसँग भाग्नका लागि टिओबी ग्याङको सदस्य हो। म प्रश्नसँग भाग्नका लागि गजेडी ग्याङको सदस्य होइन। म प्रश्नसँग भाग्नका लागि खरानी ग्याङको मेम्बर होइन साथी हो, राष्ट्रवादी हो। छाती खोलेर लड्न सक्ने क्षमता राख्छौं।